पुरुषहरूको लागि इमान्दारी श्रीमती पर्नु भनेको करोडपति बन्नुभन्दा पनि माथि हुन्छ क्या होइन। एउटा पुरुष इमान्दार र कमाउने भएर मात्र पनि हुँदैन, श्रीमती पनि विश्वासिलो र जमाउने हुनुपर्छ क्या। अनि बल्ल एउटा घर सुन्दर बन्छ क्या। श्रीमान चाहिँ उता दुःख कष्ट गरेर होइन रगत पसिना नबनिकन कमाउने, अनि श्रीमती चाहिँ यहाँ अरूसँग रमाउने गर्यो भनेदेखि त्यो घर एक दिन न एक दिन तह नहस भएर छोड्छ क्या। त्यही भएर श्रीमानको दुःख बुझ्ने नारीले एक दिन महल घर उभ्याउन सफल हुन्छन् के, बुझ्नुभयो नि। त्यही भएर साथ आफ्नो श्रीमानलाई दिनुहोस् होइन। परपुरुषसँग सम्बन्ध गाँसेर 2-4 दिन रमाइलो गरिदिएमा तपाईँलाई कहिले पनि राम्रो हुन्छ भन्ने छैन। एउटा श्रीमानलाई दुःखमा साथ दिएर अगाडि बढ्ने हो भनेदेखि तपाईँहरू एक दिन त्यो घरको महलमा राजा रानी भएर बस्न पाउनुहुन्छ कि, बुझ्नुभयो नि।